अनि यसरी पानीमा डुबाइसकेपछि पानीमा के हालेछ भनेर चाहिँ म अर्को भिडियोमा भन्छु हैन। एउटै भिडियो गर्दा धेरै लामो हुन्छ। यसरी चिचिला लागेपछि पानीमा डुबाइदिने एउटा दबाई हुन्छ, त्यो आफैले घरमै बनाउन सकिन्छ। अङ्गुर जहाँ जहाँ चिचिला लागेछ, यो अङ्गुरमा मात्र हैन सबै थोकमा गर्न मिल्छ यस्तो चाहिँ। यसरी नडुबेकोलाई चाहिँ हातले नै थिचेर डुबाइदिने यस्तो छ हैन। अब यसको अलि ठुलो त्यो झुप्पा भएपछि म फेरि देखाउँछु। यसरी हातले थिचेर डुबाइदिने। यो गर्दा चाहिँ किराहरू नलाग्ने, जति फलेछ त्यति सबै बस्ने हुन्छ अङ्गुरको चिचिला। यो चाहिँ चिचिला लागेको 2 हप्ता जति भयो। अब 1 महिना जतिमा कत्रो हुन्छ म फेरि एउटा भिडियो लिएर आउनेछु। चिचिला त पक्कै लागेको छ, जताततै छ। धेरै लागेको छ चिचिलाहरू चाहिँ।